फाइनली आज पनि भिडियो बनाउन बाध्य नै भयो। माननीय रवि लामिछाने ज्यू हजुरले भन्नुहुन्थ्यो नेपाल देशमा सम्भव छ विकास गर्न सकिन्छ। हो, विकास गर्न सकिन्छ, सम्भव पनि छ। र 84 मा 2/3 मत लिएर सरकार बनाउँछु भन्नुभयो। हो, बनाउन सकिन्छ, सम्भव पनि छ। तर यो है जिउँदो लास भएका नेपाली जनताहरूलाई चाहिँ कसरी बिउजाउने हो त? सुतेको जस्तो नाटक गर्नेलाई कसरी चाहिँ हैन कसरी उठाउने त? बरु सुतेको मान्छेले उठाउन सजिलो हुन्छ, उठ्छ है। तर सुतेको जस्तो गर्ने नाटक गर्नेलाई चाहिँ हामीले तपाईले कसरी उठाउनुहुन्छ? माननीय रवि लामिछाने भाइ, गल्ती गर्नुभयो, तपाईले ठुलो गल्ती गर्नुभयो। यस्तो जनताहरूको लागि तपाईले सोचेर गल्ती गर्नुभयो जस्तो लाग्छ। आज भन्छु, म फेरि पनि भन्छु, तपाईँ दोषी हो। रवि लामिछाने दाइ, रवि सर तपाईँ दोषी नै हो। तपाईले गल्ती गरेकै हो, तपाईले अपराध र पाप गरेकै हो। के पाप गर्नुभयो थाहा छ तपाईलाई अलिकति याद छ? विदेशमा बेचिएको चेलीबेटीहरूलाई तपाईले जातवाद हेर्नु भएन। त्यहाँ जनजातिको छोराछोरी पनि थिए, त्यहाँ सबै नेपाल देशको नेपाली चेलीबेटीहरू थिए। ती व्यक्तिहरूलाई उद्धार गर्नुभयो। आज मेरो भिडियोमा कमेन्ट गरेर भनिरहेको छ रविले के चाहिँ उद्धार गर्यो भनेर भन्ने प्रश्न गर्नेहरू पनि छन्। ती मान्छेलाई म जवाब दिन्छु। मरेको लास पनि नेपाल सरकारले ल्याउन नसक्दाखेरि रविले उद्धार गर्यो। रविले नेपाल देश झिकायो। अनुहार हेरी 5,000 10,000 त्यो विदेशको 5,000 10,000 त्यो रकम र त्यो पैसा तोकी केटी छोरी मान्छेहरूलाई बेचिन्थ्यो त्यो ठाउँबाट उद्धार गर्नु। बङ्गालीले बलात्कार गरेर मर्न बाध्य भएकी अष्टमी गुरुङको न्यायको लागि विदेशसम्म जानुभयो। उसको आमालाई काँध पनि थाप्नुभयो। राजकोट कालीकोटेमा हस्पिटल बनाएर दिनुभयो। मुसर बस्तीमा 52वटा घर बनाएर दिने व्यक्ति। त्यस्तो काम अहिलेसम्म कसैले गरेको छ? तपाईले गल्ती गर्नुभयो। कसैले गर्न नसकेको काम, यो काम गर्नु नै गल्ती हो। तपाईले जनता र देशको माया गर्नु नै गल्ती हो। किनभने यहाँनिर सब स्वार्थीहरू छ, सब दुष्टहरू छ। कोही पनि छैन, कोही छैन देश र नेपाली जनताको लागि माया गर्ने तपाईँ बाहेक मैले कोही देखिनँ। तपाईँ किन यसो गर्नुभयो रवि दाइ? तपाईँले गल्ती गर्नुभयो। तपाईँले अपराध यही गर्नुभयो। तपाईँले अन्यायमा परेका नेपाली जनतालाई उद्धार गर्ने र सहयोग गर्ने काम यही हो। अपराध गर्नुभयो, गल्ती गर्नुभयो। तपाईँले नगर्नुपर्ने काम गर्नुभयो। आज तपाईँ जेलमा हुनुहुन्छ। खोइ त, तपाईँ 6 महिना गृहमन्त्री रहिरहँदाखेरि गृहमन्त्रीज्यू काम गरेर देखाउनुहोस्, नबोल्नुहोस् भनेर भन्ने मान्छेहरू कहाँ गए? गृहमन्त्री राजीनामा देऊ भन्ने मान्छेहरू कहाँ गए? तपाईँ जस्तो व्यक्ति, तपाईँ यस्तो राम्रो व्यक्तिले सोच्नु गलत थियो। देशको लागि सोच्नु गलत थियो र देशको लागि मरिमेट्न गलत थियो। तपाईँले त्यही अपराध गर्नुभएको। विदेश जानुभयो, तपाईँलाई केही कमी थिएन, कुनै कुराको कमी थिएन, कुनै कुराको खाँचो थिएन। त्यही पनि फर्केर आफ्नो देशमा आउनुभयो। कष्टको जीवन र गाली सहनलाई आउनुभयो। राजनीतिकमा आउनुभयो देश बनाउँछु भनेर। तपाईँले यही अपराध गर्नुभयो। देशलाई माया गरेर आउनुभयो, नेपाली जनतालाई माया गरेर आउनुभयो। तपाईँले यही अपराध गर्नुभयो रवि दाइ। साँच्चै नै आज यो कुरा सुन्दाखेरि मन दुरु रुन्छ। नरुने मान्छेहरू कमै होला, तर तपाईँलाई माया गर्ने, तपाईँलाई सपोर्ट गर्ने मान्छेको मन धेरै रुन्छ। त्यो जेल भत्काएर तपाईँलाई निकालौँ जस्तो लाग्छ। तपाईँलाई समाजमा आउनेलाई त्यहीँनिर सिद्ध्याइदिने मन आउँछ, त्यहीँनिर कुटेर खेलाउने मन आउँछ। र न्यायालय अदालतमा उभिएर त्यहाँनिर भाताभुङ्ग भण्डाफोर गरिदिने मन आउँछ। तर के गर्ने, बाध्य छौँ हामी। धैर्य गर्नुहोस् रवि दाइ। अब गल्ती र पाप गरिहाल्नु भयो। देश र नेपाली जनताको लागि सोचेर असल र राम्रो काम गरेर गल्ती गर्नुभयो तपाईँले। यही हो तपाईँले गर्नुभएको पाप र अपराध। यसकै सजाय भोगिराख्नु भएछ। तपाईँ आज भोगिराख्नु भएको छ कारागार, जेलमा। धन्यवाद रवि दाइ।
नगर्नु पर्थ्यो तपाईँले यो यति साह्रो काम दुष्टहरूको लागि नगर्नु पर्थ्यो